Hi guys, welcome back to my channel. यो कुकिङ भ्लग गराउँदैछु। हेरेर इन्जोय गर्दिनु होला है। हेर्नु न यस्तो गिलो भयो। गाइस रोटी टाल्यो। यस्तै पकाइदिउँ कि जस्तो भए पनि मेरो भिडियो हेरिदिनु होला गाइस। मैले यति दुःख गरेर बनाइरहेको छु यहाँ। ह्याप्पीनेस के हो भनेर सोध्नुहुन्छ भने 20-30 जनाले हेर्छ क्या जम्मा। सब्स्क्राइबर फेरि छ गाइस 10,000। भातै पकाउन इजी रहेछ। ए साह्रो। हाई गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले हजुरहरूको लागि चाहिँ नयाँ कन्टेन्ट भिडियो लिएर आएको छु। त्यो के हो भन्दा चाहिँ मैले चाहिँ मेरो च्यानलमा फर्स्ट टाइम चाहिँ कुकिङ भ्लग गराउँदैछु। अनि त्यो पनि के हो भन्दा म एकदम रोटी खान मलाई, अनि म आफै आज रोटी पकाउँछु भनेर चाहिँ पकाउँदैछु। अनि जस्ट एउटा क्याप्चर गर्न चाहन्छु यो मोमेन्ट। त्यही भएर चाहिँ म आज यो कुकिङ भ्लग गराउँदैछु। हेरेर इन्जोय गरिदिनु होला है। म अब यहाँ सामानहरू ल्याएको छु, पिठो मुज्छु। अनि त्यसपछि मैले सब्जी चाहिँ भिन्डी र आलुको सब्जी गराउँछु अनि रोटी पकाउँछु। हेर्नु है त गाइज। म चाहिँ यो पिठो चाहिँ अलि अस्ति नै ल्याएको थियो कि, अनि त्यही भएर चाहिँ यहाँ हालेर छाम्दैछु कस्तो छ भनेर। हेर्नु है त। आई डोन्ट नो कति हाल्नुपर्छ। 2 जनाको लागि, बहिनी र म। यहाँ चाहिँ मैले अलरेडी भिन्डी र आलु काटेर राखिसकेँ। प्याज अझै यता छ, अहिले फेरि काट्छु। अनि यस्तै हो। यहाँ चाहिँ सब्जी पकाउँदैछु। फर्स्टमा चाहिँ मैले तेल हाल्छु। प्याज काट्दैछु गाइस। म रुन पर्छ अब। त्यो आउँछ नि तर कुनै प्याजको यसको चाहिँ आएको छैन खासै। गाइस तेल तातिसकेपछि चाहिँ मैले जिरा हालेँ। त्यसपछि एउटा खुर्सानी हालिदिन्छु। त्यसपछि आलु हालेँ। आउच गाइस। अब चाहिँ मैले यो प्याज हालिदिन्छु। मेरो स्टाइल है यो चाहिँ। अब चाहिँ मैले बेसार हालिदिन्छु। त्यसपछि यो जिरा धनियाँको धुलो अलि, अनि त्यसपछि नुन पनि म अहिले नै हालिदिन्छु। हेर्नु है त मेरो कुकिङ स्टाइल। त्यसपछि अब चाहिँ मैले राख्छु भिन्डी। कम्फर्टेबल भएर चलाउँछु है गाइस एकछिन। गाइस भिडियो बनाउने चक्करमा मैले यो लसुन हाल्न बिर्सेँ। फेरि यसलाई यहाँ मिक्स गरिदिन्छ भने गाइस। अब म टमेटो पनि एड गरिदिन्छु। झर्न झर्नै मान्दैन त। त्यसपछि फेरि मिक्स गर्ने। अब यसले चाहिँ एकछिन छोपिदिउँ है त यसलाई। ल अब चाहिँ म यहाँ पिठो छ, म यो पिठो चाहिँ मुस्छु है त गाइस। मोबाइल राख्ने ठाउँ नभएर म यहाँ चाहिँ पिठो मुस्दैछु है। अब आफै एक्लै भिडियो बनाउँदैछु, सो देखिँदैन। रेकर्डिङ युट्युब यहाँ छ है। म मुस्दैछु गाइस। मम्मीहरूले कति रोटी खाऊ खानामा पनि कहिलेकाहीँ भन्नुहुन्छ। खुस हुन्छ। अब यो भिडियो देखेपछि चाहिँ खुसी हुनुहुन्छ होला। गाइस पिठो हेर्नु न यस्तो गिलो भयो। फेरि अब अलिकति पिठो हालेर मुस्छु है त। यता यो पनि ठिक्कको भयो। यो पनि हुन्छ होला। अब यतिको हुन्छ ल है त गाइस। यतिको भइसकेको छ। अब चाहिँ हामीले यसलाई
प्लास्टिकले के छोपिदिन्छौँ राखे जस्तो छ है गाइस। तातो मिठो भएको छ, ठ्याक्क नुन नि लागेको छ। त्यहीबाट धनियाँले गार्निस गरिदिने अब है। यो यता छुट्टै छ बेल्ना, बेल्ना चाहिँ यहाँ छ। अब म रोटी गराउँछ है त कस्तो बन्छ। What the hell? गिलो भएछ गाइस। अझ एकचोटि यो हालेर मुस्नुपर्छ जस्तो छ। पिठो हालेर लास्टै गिलो छ कि हल्का पिठो लगाऊँ। कति धेरै ब्याकग्राउन्ड म्युजिकलाई इग्नोर गर्नुहोस् है गाइस। म्युजिकले ब्याकग्राउन्ड आवाजलाई बङ्गालीहरू बोलिरहेका छन्। यस्तोमा चाहिँ गिलो भएछ कि पिठो मजाले पिठो लाउँछ है। पिठो लाउँदा त अब त हुन्छ। भयो भयो गाइस भयो। किन यस्तो फोकस भइरहेन? यही हो है, हल्का इग्नोर गर्नु यो। गाइस सेकेन्ड रोटी पनि रेडी भयो है गाइस। मैले मान्छे पाइसकेँ। अब यहाँ हेर्नु है त मैले कस्तो बेल्छु। ओ माई गड, पिठो गिलो भएर नि यसरी यहाँ मैले यसरी पिठो लाउँछु। त्यसपछि हेर्नु है कस्तो बन्छ। राम्रो बनाउँछ यार अहिले त भिडियो बनाउँदा। अघि 3टा बनाइसकेँ। के समाइदिउँ न एकछिन। यति बनाउँदा समाइदिउँ। यस्तो हुन्छ क्या गिलो भएर। तर फेरि साह्रो पनि यो हुन्छ नि। रोटी हाल्न आउँदैन गाइस मलाई। केही छैन, गरी खाने हुनुहुन्छ। गरी खान्छु नि होइन मैले। सक्छु नि घर धान्न। जोस बन्यो है गाइस, बन्यो बन्यो। गोलो लाइटले गर्दा होइन किरा आयो कि। फर्स्ट टाइम यस्तो मतलब मैले कहिले हेर न कस्तो यो फ्ल्यास लाइटले गर्दा होला कि। वाउ गाइस, ल हेर्नु है। आर्टिस्टलाई नि देखाउन यता। आर्टिस्ट यतिकै त्यतिकैसँग त एउटा थम्बनेलको लागि धेरै पर नजाऊ गाइस। बन्यो है रोटी। ल भयो भयो है। यहाँ देखाउन यस्तरी तल क्या। एकछिन यस्तरी बन्द। मैले यहाँ यस्तरी यो उड्यो। यस्तरी मैले यहाँ राखेको छु है गाइजी। टालिँदैन तर। ल भाइ थ्याङ्क यू। भातै पकाउन इजी रहेछ। हो यो तिम्रो लागि। थ्याङ्क यू सो मच दिदी। मलाई मच्छीले खायो भनेर यहाँ धुप हालिदिँदै हुनुहुन्छ गाइस। यहाँ चाहिँ मैले रोटी बेलेर राखिसकेँ। हेर्न सक्नुहुन्छ कतिको गोल भएको छ है। भएको छ नि होइन? कमेन्ट गर्नु होला। अब एकछिनमा पाक्छ। आउ तातो गाइस। रोटी टाल्यो। लास्टमा राखेको वाला चाहिँ 2टा टालिएछ। अब यसलाई कसरी निकाल्ने हो? यस्तो भएको यस्तै पकाइदिउँ कि। हेर न 9:30 बजे कि 10 बजेतिर चाहिँ बल्ल भिडियो बनाउन ठिक रहेछ गाइस। शान्त भयो। अघि त यति धेरै बोलेर
म बोलेको पनि सुन्ने हैन होला राम्रोसँग तिनीहरु बोलेको सुन्ने होला अब जस्तो भए पनि मेरो भिडियो हेरिदिनु होला गाइस मैले यति दुःख गरेर बनाइराख्छु छु यहाँ हेरिदिन परिहाल्यो नि हजुरहरुले हेरिदिनु है गाइस आजकल त मलाई भ्युजै आउँदैन के भएको मेरो युट्युब च्यानल 20-30 जनाले हेर्छ क्या जम्मा सब्स्क्राइबर फेरि छ गाइस 10,000 20-30 जनाले हेर्छ 50 त कटेकै पनि छैन आजकल सपोर्ट गरिदिनु मेरो भिडियो हेरिदिनु म राम्रो बनाउने कोसिस गर्छु हजुरहरुले नहेरिदियो भने त फेरि बनाउनै मन लाग्दैन पकाउँदा हालत खराब भइसक्यो गाइस मेरो यहाँ यस्तोमा पनि पोल्यो गाइस यत्रो रोटी बनाइसक्दा बल्ल लास्टको रोटी त यस्तो मज्जाले फुल्यो के यत्रो रोटी पकाए कुनै रोटी पनि फुलेको थिएन ह्याप्पीनेस के हो भनेर सोध्नुहुन्छ भने यो हो है मेरो लागि रोटी फुल्नु वाउ बल्ल दामी भयो है गाइस ल सक्सेस रोटी पकाउँदा के रे म सक्सेसफुल भयो कि है रोटी पकाउन ल कमेन्ट गर्नु है गाइस यो चाहिँ अमलाको अचार हो है अमलाको अचार यो चाहिँ अमलाको अचार यहाँ छ यो चाहिँ सब्जी खै यहाँ देखेकै छैन क्या राम्रो यो भयो अनि यहाँ चाहिँ छ हाम्रो रोटी यही हो है त हाम्रो खाना आजको गाइस म चाहिँ खान्छु है ए साह्रो भयो हिटरमा पकाएर होला टेस्ट गरौँ है त आफैले पकाएको यहाँ देखाउन सब्जी यो चाहिँ आलु र भिन्डीको है सब्जी त मिठो भयो तर रोटी साह्रो भयो गाइस हिटरमा रोटी हुँदो रहेछ भन्ने थाहा भयो गाइस फर्स्ट टाइम ट्राई गरेको मिठो भयो र एकछिन है मेरो भिडियो हेरेर यदि इन्जोय गर्नुभयो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला म चाहिँ आरामले खान्छु देखिसक्नु हजुरले म रोटी बनाउँदा कति दुःख भयो त्यही भएर चाहिँ अब खाँदा आरामले खान्छु बाई गाइस सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अनि मेरो भिडियोमा लाइक कमेन्ट गर्न नबिर्सिनु साह्रो